तिमी त रक्सी खाएर बाटा हल्लिँदै हिँड्छौ अरे हो। कति रौसी खान्छौ दिनभरि? अलि अलि होइन, तिमीले 3-4 बोतलै रौसी खान्छौ अरे दिनभरि। पल्ला रे साइलोले भन् त मलाई, तिमीले आमालाई गएर भनिदिउँ तिमीले रौसी खाँदै हिँड्छौ भनेर। के हुन्छ र भनिदिएर दाँत झार्ने मात्रै होइन, तिम्रो हात खुट्टा पनि भात्नु पर्छ। हेर त यति राम्री मान्छे भएर रौसी खाँदै हल्लिँदै हिँड्न तिमीलाई लाज लाग्दैन? हेर न अझै ठुल्ठुलो कुरा गरेको। अनि के हुन्छ र 3-4 दिन जाब रक्सी नखाएर? हे भगवान, यसो गर के बरु 3-4 दिन रक्सी नखाऊ, बरु त्यसको सट्टा दुध खाऊ, कफी खाऊ, चिया खाऊ, कोक खाऊ, स्प्राइट खाऊ, हुन्छ? तिम्रो रक्सी खाने अड्डा कहाँ हो भन त? अब तिमीलाई जति सम्झाइन लागेन, बरु म पनि रक्सी खान थाल्न पर्यो अबदेखि। जामिन पृथ्वी चोकमा गएर मस्त रक्सीसँग सुकुटी खाऊ है। सुकुटी खान्छौ होला नि? 3-4 बोतल रक्सी होइन पियर बाउनी भन्दै अझै